यसले चाहिँ बन्द हुन्छ यसले चाहिँ दुईचोटि प्रेस गर्नु भयो भने चाहिँ स्टार्ट हुन्छ है हेर्नु है ल हेर्नु हेलो एभ्रिवान तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु सो अनि तपाईहरुलाई नयाँ भिडियोमा स्वागत छ हैन फेरि नयाँ भिडियो लिएर आइ नै सकेको छु मैले चाहिँ आज अलि डिफरेन्ट भिडियो हाल्दै छु हैन सो हेर्नु होला लास्टमा हेरेर चाहिँ के कस्तो लाग्छ हैन लाइक कमेन्ट गर्नु होला मसँग चाहिँ आज चाहिँ मेरो यहाँ बाइक छ यसमा चाहिँ मैले चाहिँ आज केही नयाँ एड गर्दै छु है मैले केही नयाँ एड छ यहाँ छ यो चाहिँ त्यो चीज चाहिँ त्यो आइटम चाहिँ यहाँ छ म तपाईहरुलाई देखाउने छु अनि यसमा चाहिँ कस्तो हुन्छ कताडा के चाहिँ गरेर चाहिँ यसमा एड गर्छ त्यो चाहिँ इन्स्टल गर्छ त्यो चाहिँ म तपाईहरुलाई देखाउने छु मसँग छ यो चाहिँ मोटरसाइकल अलार्म सिस्टम है मोटरसाइकल अलार्म सिस्टम है यो चाहिँ मैले चाहिँ एड गर्छु हैन यसमा चाहिँ सो अनि यो चाहिँ कति यसको कस्ट कति आयो यसको प्राइस कति हो हैन तपाईहरुले किन्दाखेरि चाहिँ हामीले किन्दाखेरि चाहिँ कति पर्छ यसलाई चाहिँ म चाहिँ भन्ने नै छु भिडियोमा भिडियो हेर्दै गर्नुस् हैन सो यस भित्र के हुन्छ है यो चाहिँ तपाईको चाहिँ रिमोट कन्ट्रोल स्टार्ट हैन रिमोटबाट कन्ट्रोल हुन्छ रिमोटबाट स्टार्ट हुन्छ अनि सो कसैले तपाईहरुको बाइकलाई चाहिँ छुने कोसिस गर्यो भने चलाउने कोसिस गर्यो भने चाहिँ तपाईहरुलाई थाहा हुन्छ है छुट्टै थाहा हुन्छ यसले अलार्म दिन्छ है अलार्म बज्छ तपाईहरुको गाडी चोरी हुन लाग्यो भने कसैले टच गरिदियो भने ह्यान्डल स्यान्डल यताउति बटार्यो भने चाहिँ अलार्म बज्छ है यो चाहिँ अब यस भित्र के छ हेरौँ है त हामीले है सो यो चाहिँ म यही बाइकमा चाहिँ मैले चाहिँ एड गर्दै छु सो यसमा चाहिँ हामीसँग रहेको छ यो स्पिकर छ एउटा यसमा चाहिँ तपाईको अब स्ट्यान्ड लाएको छ कि छैन हैन स्ट्यान्ड अब सिंगल स्ट्यान्डमा छ भने तपाईको चाहिँ बाइक सिंगल स्ट्यान्डमा छ भनेर भनिदिन्छ यसले चाहिँ हैन स्टार्ट भयो भने तपाईको गाडी स्टार्ट भयो यताउति भनिदिन्छ यो चाहिँ अलार्म बज्ने यो चाहिँ अलार्म टोनहरु दिने यो स्पिकर चाहिँ अनि एउटा चाहिँ हामीसँग रिमोट छ हामीसँग दुईटा रिमोट छ एउटा यो भइहाल्यो यो रिमोट भइहाल्यो एउटा हैन तपाईले देख्न सक्नुहुन्छ यसले चाहिँ सायद सेल्फ स्टार्ट होला मैले पनि अहिले उस गरेको छैन अब म चाहिँ यसलाई चाहिँ पहिला एड गरेर अनि त्यसपछि बल्ल चलाउँदैछु यो चाहिँ लक गर्ने होला यो अनलक यो चाहिँ अलार्म हैन अनि अर्को चाहिँ हामीसँग छ यो की छ है यस्तो की छ है हामीसँग यो एउटा कस्तो बलर देखेको हामीसँग यो की छ एउटा फेरि कस्तो बलर देखिरहेछ यसमा एउटा यो छ एउटा यो छ तपाईले अब यसमा यो बाइकको यसको चाबी बनाएर हाले नि भयो यसलाई चाहिँ बनाउनु पर्छ यो चाहिँ एकदम सिम्पल चाबी यसलाई चाहिँ अब घाडहरु बनाउनु पर्छ सो यो भइ नै हाल्यो हामीसँग यो चाहिँ एउटा यो डिभाइस छ यसले चाहिँ सब कन्ट्रोल गर्ने यहाँ चाहिँ यसको डिभाइस चाहिँ यहाँ छ यो चाहिँ यसमा सब सिस्टम यसमा चाहिँ सेन्सरहरु सब यसमा हुन्छ अनि यो चाहिँ कपलरहरु छ यसलाई चाहिँ यहाँ एड गर्ने अनि यसलाई चाहिँ छुटाएर निकाल्न मिल्छ हामीसँग यहाँ चाहिँ 7 वटा वायर छ हैन एउटा दुईटा तीनटा चारटा 5 6 7 यो चाहिँ वायर चाहिँ हामीले चाहिँ कहाँ कनेक्ट गर्नुपर्छ भनेर सब म देखाउने छु भिडियोमा सो म चाहिँ स्टार्ट गर्छु है त्यसलाई लगाउनलाई सो गाइज फाइनली मैले चाहिँ हैन भ्याइसके यसलाई कनेक्ट गरेर हैन अनि यसको वायर चाहिँ मैले कहाँ कनेक्ट गरे भनेर तपाईलाई म देखाउने छु किनभने म एक्लै भएको कारणले गर्दाखेरि चाहिँ बाबुले अघि चाहिँ सुट गरेको थियो भिडियो अब उसले चाहिँ राम्रोसँग सुट गरेन अब हैन फेरि पछि लास्टमा सुट गरे लास्टमा चाहिँ सब भ्याइसकेपछि लास्टमा उसले चाहिँ राम्रो सुट गरेर हिँड्छ भने झ्याउ हुन्छ भनेर मैले चाहिँ सो एकैचोटि यो यसको वायरहरु कनेक्ट गरेर अनि तपाईलाई फाइनली चाहिँ देखाउँछु कहाँ कनेक्ट गरे कसरी गरे अनि के छ यसको फिचरहरु सबै बताउँछु भनेर चाहिँ म अनि लास्टमा यो कनेक्ट गरिसकेपछि चाहिँ यो भिडियो बनाउँदै छु सो म तपाईहरुलाई देखाउने छु सो हाम्रो चाहिँ वायरहरु छ सट्टा मैले अघि देखाइहाले रेड येल्लो अनि ब्लू ब्ल्याक अनि त्यसपछि अर्को छ ओरेन्ज छ है अब यो चाहिँ मैले चाहिँ यो जुन येल्लोको चाहिँ दुईटा इन्डिकेटरको चाहिँ नि प्लस वायरमा जोड्दिए हैन यताको प्लस वायरमा जोड्दिए अनि सो हाम्रो चाहिँ अनि रेड वायर चाहिँ हाम्रो चाहिँ डाइरेक्ट ब्याट्रीमा जान्छ ब्याट्रीको प्लसमा जान्छ अनि ब्ल्याक वायर चाहिँ हाम्रो माइनस जान्छ है ब्याट्रीको अनि हाम्रो रह्यो ब्लू
ब्लू हाम्रो जान्छ यो स्टार्टर कोइलमा है। स्टार्टर कोइलको मैले यहाँ चाहिँ यो हाम्रो प्लसको मा चाहिँ कनेक्ट गर्दैछु। अनि अर्को रह्यो अब लास्ट एउटा रह्यो ओरेन्जवाला है। यो ओरेन्जवाला, यो जुन ओरेन्जवाला छ नि, यो सिधै यो चाहिँ वायर चाहिँ मलाई छोटो भएर चाहिँ मैले चाहिँ सिधै इग्निसनको तार यो प्लसबाट सिधै तार ल्याएर चाहिँ मैले चाहिँ यहाँ जोडिदिएको छु। यता छ, यता देख्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ हैन। यो ओरेन्जमा जोडिदिएको छु सिधै इग्निसनको प्लसको वायरबाट। सो यति नै यो जोड्नु पर्ने। अनि चाहिँ मैले चाहिँ एउटा स्पिकर यहाँ हैन, यो जुन रिङटोनको स्पिकर हुन्छ यहाँ चाहिँ छ। अनि यो जुन हाम्रो स्पिकर मेन स्पिकर छ मैले चाहिँ यो चाहिँ यो के भन्छ रेक्टिफायर को यता जोडिदिएको छु, किनभने यता जाली छ, यहाँ जाली छ, यताबाट सट्ट सुनिन्छ। अनि यसलाई चाहिँ यो अलि ठुलो भएको कारणले यहाँ यता यो साइडमा राख्न मिलेन हैन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यसलाई चाहिँ यहाँ राखिदिएको है। अब यसको फिचरहरू के छ भने अब मैले जस्तै मैले छोएँ भने यसलाई चाहिँ यसले चाहिँ के भन्छ भने प्लिज डोन्ट टच भन्छ, नछुनु भन्छ हैन। अब जस्तो अब कसैले तपाईँको गाडीहरू अब कचाकुचुक पार्न लाग्यो भने ए तपाईँको हैन तारहरू अलार्म बजिदिन्छ तपाईँको। यति चर्को आराम छ, डोन्ट टच भन्छ पहिला त यही नै हो। अनि सो यो भइहाल्यो। यो चाहिँ अब यो लक गर्ने, यसले अनलक गर्ने, अब लक भइहाल्यो। यो अनलक दुईचोटि अनलक हुन्छ अनि यसले चाहिँ स्टार्ट हुन्छ है। हेर्नु है, ल हेर्नु, अब यो भइहाल्यो हैन। बन्द यसले हुन्छ है। अब यसले सब भनिदिन्छ है। दुईचोटि प्रेस गर्नुभयो भने यो चाहिँ दुईचोटि प्रेस गर्नुभयो भने स्टार्ट हुन्छ है। यसले चाहिँ बन्द हुन्छ, यसले चाहिँ दुईचोटि प्रेस गर्नुभयो भने चाहिँ स्टार्ट हुन्छ है। हेर्नु है, ल हेर्नु स्टार्ट भइरहेछ। बन्द गर्ने पनि यसैले है, धेरै राम्रो छ है। लक भयो। अब तपाईँ अब अनलक गर्नुभयो, यहाँबाट स्टार्ट हुँदैन फेरि है। यो रिमोटबाट मात्रै हुन्छ है। त्यहाँ चाबी अन नभएसम्म तपाईँ अन छोडिदिए पनि केही भएन। यो यहाँबाट चाहिँ स्टार्ट हुँदैन है। अब यहाँबाट दुईचोटि प्रेस गर्नुभयो भने तपाईँको स्टार्ट हुन्छ है। अब यसले बन्द हुन्छ, हेर्नु है। ल यस्तो छ है यसको सिस्टम। सो गाइज यही नै हो यसको चाहिँ। अब एकदम फिचरहरू एकदम राम्रो छ। अब कसैले टच गरिदियो भने हैन, अब चाहिँ यहाँ तपाईँको बाइक चोरी हुन लाग्यो भने चाहिँ अलार्म बजाइदिइहाल्छ हैन। यसले चाहिँ अब स्पिकरबाट नि भन्छ डोन्ट टच भन्छ हैन। सबै यो फिचर एकदम राम्रो छ। यो चाहिँ मैले कतिमा लिएँ भन्दाखेरि चाहिँ यो चाहिँ ठ्याक्क मलाई पर्न आयो 1500 नेपाली है। मैले किनभने सुनौलीबाट लिएर आएको। अब नेपालमा किन्ने भने यसको लगभग प्राइस छ 3000 देखि 3500 पर्छ। तर मैले चाहिँ सुनौली गरेर लिएर आएको, त्यो हुनको कारणले मलाई चाहिँ 1500 मा पर्यो है। मैले चिनेको दाइसँगबाट लिएर आएको सुनौलीबाट, उसले मलाई मिलाएर पनि दिन्छ हैन। सो 1500 पर्यो। तपाईँहरूलाई नि हाल्नु मन छ भने हाल्न सक्नुहुन्छ, एकदम राम्रो छ हैन। अब यो की पनि एकदम राम्रो छ। दुईटा की आउँछ यो। अब मैले सुरुमा देखाइहालेँ, एउटा अब दुईटा देखाइहालेँ। यो एउटा यो छ हैन, यस्तो की छ, अनि एउटा यस्तो की छ है। तपाईँको दुईटा की छ है। अब देख्न सक्नुहुन्छ यहाँ दुईटा की छ। अब यस सो गाइस त्यही नै हो। अब मेरो चाहिँ मैले एड गरि पनि सकेँ हैन। राम्रो काम गरेछ, जस मलाई खुसी लाग्यो हैन। सो तपाईँले नि हाल्न सक्नुहुन्छ। तपाईँलाई नि हाल्न मन छ भने तपाईँले चाहिँ अब सुनौलीबाट ल्याउन सक्नुहुन्छ, यतै पनि किन्न सक्नुहुन्छ। सुनौलीबाट किन्नु भने अलिक सस्तो पर्छ तपाईँलाई, लगभग 1500 नै 15-2000 सस्तो नै पर्छ। अब नेपालमा किन्नुभयो भने त 3000-3500 नै हो यसको प्राइस। सो गाइज आजको भिडियो यति नै। सो गाइज फेरि नै भेट्छु। बाई बाई, टाटा गाइज।